तपाईको विस्तार गर्नु पनि सक्नु भएको छ। गृहमन्त्री पनि वही, प्रधानमन्त्री पनि वही, रक्षा मन्त्री पनि वही, भयभरको मन्त्रालय आफैले बोकेर गर्नु खोजेको कि राज्य व्यवस्था समितिको बैठक बस्न सक्दैन, किनभने कि त प्रधानमन्त्री आउनुपर्छ कि त तपाईँको गृहमन्त्री आउनुपर्छ त्यहाँ। अब गृहमन्त्री पनि वही, प्रधानमन्त्री पनि वही, उहाँ आउनु बोकेर ल्याउनु, तानेर ल्याउनु मिले। यसरी गैरजिम्मेवार ढङ्गबाट हामी चलिरहेका छौँ। म यो यहाँहरूलाई जानकारी गराउन चाहन्छु र खबरदारी गर्न चाहन्छु, यस्तो तरिकाले लोकतन्त्र उन्नत बन्न सक्दैन। मैले अघि भने कि राजतन्त्रात्मक तपाईँ चाहनुहुन्छ भने हामी आफ्नो राजा आफै खडा गर्छ, यदि होइन भने यही व्यवस्थामा हामीले चाहिँ विकास र विकल्प दिने हो भने विधिको शासनमा आउनुहोस्। तपाईँ नै हो हाम्रो अभिभावक, तपाईँले नै विधि हामीलाई सिकाउनु, होइन भने जनतालाई हेप्ने काम गर्छन् भने कत्रा राजा महाराजा यो देशमा नठिकेको इतिहास छ। त्यस भएको कारणले त्यो विवाद सपना नदेख्नको लागि पनि भन्नु। संस्कृतिको नाममा हामीले थुप्रै कुरा गर्न चाहेका थियौँ। जेनजीको आन्दोलनले गर्दाखेरि त्यस्तै राजनीतिक माहौल परिवर्तन भएको कारणले गर्दाखेरि म माथि गएँ, नत्र यहीँ तपाईँहरूको नगर प्रमुखहरू सेवा गरिरहनु परेको अवस्था हुन्थ्यो। अहिले हामीले नगरमा लगभग 2 करोड लगानीको बहुभाषिक पाठशाला बनाएका छन्। हाम्रो कार्यवाहक मेयरज्यू यही हुनुहुन्छ। त्यो बहुभाषिक पाठशाला धरान 16 मा कालो सिसाको ट्याकसँगले भन्नु त सबैले कालो खालको होइन घर बनाएका छौँ आकर्षित। के घर र सम्बन्ध तपाईँको चाहिँ जिज्ञासा जागो छ। त्यहाँनिर भाषिकाको अध्यापन गर्नुपर्छ। भाषिक सङ्घ संस्थाहरूले झन्डाहरू त सबै फहराउनु भएको छ, तर कक्षा सञ्चालन भएको छैन। म हाम्रो कार्यवाहकज्यूलाई यही मञ्चबाट भन्न चाहन्छु, त्यो सञ्चालनमा तपाईँले ल्याएर संस्कृतिको क्षेत्रमा जे हामीले गर्न खोजेका थियौँ, जे मैले भिजन देखेको थिएँ, त्यसलाई चाहिँ कम्प्लिट गर्नु होला भन्ने सुझाव दिन्छ। माया धराने बेसार, फ्रान्सतिर पनि माया धराने बेसार देख्दाखेरि अब हुन त नाक मेरो ठुलै छ होइन, योभन्दा मात्रै ठुलो नाक हुन्छ है। माया धराने साबुन फ्याक्ट्री पनि हामीले खोलेर त्यहाँ राखेका छौँ। म हाम्रो कार्यवाहकज्यूलाई भन्न चाहन्छु, त्यो पनि सञ्चालन गर्नुपर्छ तपाईँहरूले है। साबुनले नुहाउन अहिले पसिनै पसिना भयो होइन, ट्याकासँगले भन्नु त अलिकति नुहाउनु पर्दैन, त्यतिकै राखेर हुँदैन। सबैजनालाई म अनुरोध गर्छु, सुम्निमा पारुहाङको प्रतिमा बनाउने कुरा कहाँ गयो भनेर पनि सोधिराख्नु भएको छ। कहीँ गएको छैन, त्यही छ। हाम्रो राजेन्द्र सर त्यहाँ आउनुहुन्छ, म उता माथि मेरो काम गर्दैछु, उहाँलाई भनिरहेको छु त्यहाँनिर हाम्रो अब 4 किल्ला हेर्ने काम, बिपिया बनाउने काम हुँदैछ। त्यहाँ अत्यन्तै राम्रो सुम्निमा र पारुहाङको प्रतिमा हामी बनाउँछौँ। त्यो सुम्निमा र पारुहाङको प्रतिमाको मुनि त्यो सुम्निमा र पारुहाङको तपाईँको प्रतिमा भएको स्थल पर्यटनको हिसाबमा हेर्नेले फोटो खिच्ने ठाउँ हुनेछ भने आस्थाको हिसाबले हेर्ने मान्छेलाई पूजा गर्ने ठाउँ। त्यसको मुनि हामी 3 चुला राख्नेछौँ, धार्मिक अनुष्ठान गर्ने ठाउँहरू बनाउनेछौँ। त्यसको पछिल्तिर विभिन्न जात जातिका सांस्कृतिक प्रतीकहरू झल्कोस् भनेर हामीले चाहिँ सांस्कृतिक यार्ड बनाउनेछौँ। त्यहाँनिर चाहिँ हाम्रा इतिहासका एकदम प्राचीनतम ग्रन्थहरूको खोजी हुनेछ र ती ग्रन्थहरूलाई हामीले त्यहाँनिर भण्डारण गरेर राखेर एक खालको अध्ययन केन्द्रहरू बनाउनेछौँ। यो खालको हामीले परिकल्पना त्यहाँ साकार गर्न चाहेका छौँ। धेरै मान्छेले क्युआर भन्नुहुन्छ, हो क्युआर हो, क्युआर। हामीले धरानबाट श्रमको सुरुवात गऱ्यौँ। यति ठुलो तपाईँको श्रमको सुरुवात भयो, यति ठुलो श्रमदानको सुरुवात भयो, श्रम संस्कृति पार्टी नै निर्माण भयो है। अब हेर्नुहोस्, आगामी चुनावहरूमा हामी श्रम संस्कृति पार्टीलाई होइन कुन मोडमा कहाँनिर पुर्याउँछौँ, तर तपाईँहरूले हामीलाई सहयोग गर्नुपर्छ। इमानदारी, श्रम है, सङ्कल्प, सङ्घर्ष, सपना, सङ्कल्प, सङ्घर्ष र सफलता, यी कुराहरू प्राप्त गर्नका लागि तपाईँले सहयोग गर्नुपर्छ है। हामीले
डोनेसन्स उठाएकै हो। त्यो डोनेसन्सको एक पैसाको हिसाब हामीसँग छ। तर हाम्रा विचार के अरे तपाईँको विरोधीहरूले बिहानै बेलुकै माग्दाखेरि बिहान बेलुका दिइराख्नुपर्ने स्थिति होइन। बेला हुँदाखेरि हामी सबै देखाउँछौँ। हामीलाई मागेर खानुपर्ने छैन। हामी आफ्नो पौरखमा बाँच्न सक्ने मान्छे हो। तर त्यत्रो ठुलो तपाईँको छैन के अरे हामीले जुन देशमै सबैभन्दा एउटा महत्त्वाकांक्षी एउटा सांस्कृतिक हिसाबबाट महत्त्वपूर्ण त्यो धरोहर बनाइरहँदाखेरि कसैलाई हामीले कर लगाएका छैनौँ। तपाईँको घरमा आएर यो दिनैपर्छ भनेका छैनौँ। स्वइच्छाले तपाईँहरूले दिनुभएको हो। त्यसको हिसाब तपाईँहरूले चाहिँ जो विरोधीहरूले भनिरहनुहुन्छ बिहान बेलुका तपाईँलाई हिसाब दिइराख्नका लागि तपाईँले चाहिँ कति सहयोग गर्नु भएको छ? 1 रुपियाँ सहयोग गरेको छैन। 1 सेकेन्ड सघाएको छैन। 1 थोपा पसिना देशको लागि बगाएको छैन। गफले गरेर हुन्छ? त्यस्तै मान्छेहरूले गर्दाखेरि देश कहिले पनि उठ्न नसकेको, हामी जुट्न नसकेको कुरा म यहाँलाई निवेदन गर्छु। त्यस्ता मान्छेहरूलाई निरुत्साहित गर्नुहोस्। तपाईँहरूले गाली नगर्नुहोस्, तर्क गर्नुहोस्। जो मान्छे तर्क गर्न सक्दैन त्यो मान्छे गाली गलाउँछ। हामी गाली गर्दैनौँ, तर्क। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँनिर अघि भर्खरै हाम्रो आजको सभापतिज्यूले कुरा राख्नुभयो। यहाँनिर एउटा ठुलो सभा हल बनाऊ, कम्पाउन्ड घेरौँ भन्दै हुनुहुन्थ्यो। यसको बारेमा पनि म कुरा गर्छु। यहाँ सबैजनालाई म यो भन्न चाहन्छु। अब धेरै मान्छेले के पनि भनिराखेको मैले सुने भन्दाखेरि सदनमा जान्छ खालि प्रधानमन्त्रीको कुरा मात्रै गर्छ, हाम्रो विकासको कुरा चाहिँ गर्दैन भन्ने कुरा। विकासको कुरा गर्यो कि गरेन त अर्क साम्पाङले भन्ने बारेमा म तपाईँहरूलाई थोरै सुनाउँछु। धैर्य गर्नु होला। अब 2 मिनटमा सकिहाल्छ। 2082 सालको चैत्र महिनाको 22 गते नै खानेपानी मन्त्री, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, अर्थ मन्त्री, प्रधानमन्त्री सबैजनालाई मैले पत्र बुझाएको छु। त्यो पत्रमा मैले के कुरा चाहिँ मागेको छु त्यो पनि यहाँ मैले सुनाउनु पर्ने होइन भने खाली राजीनामा दे मात्रै भन्छ। के भन्छ उता दार्जुलाको कुरा गर्छ। हाम्रो क्षेत्रबाट कुरै गर्नु छोड्यो भनेर आरोप लगाइराख्नु भएको छ। उहाँहरूलाई म भन्न चाहन्छु, जो मान्छेले दार्जुलाको दुःख देखेर तुइको सट्टा फुल थाप्न जान्छ त्यसले आफ्नो चुनाव क्षेत्रको कुरा उठाउँदैन होला। मिथ्या हल्ला गरेर त्यस्तो हल्लाको काम छैन। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, सबैभन्दा तपाईँको छैन के अरे ठुलो एजेन्डै मेरो के थियो, सप्तकोशीबाट पानी ल्याउँ। यो विषयमा उहाँहरूले एडिबीको ऋण ल्याउँ भन्दै हुनुहुन्थ्यो। मैले एडिबीको ऋण ल्याउनु हुँदैन। राष्ट्रिय बजेटबाट हाम्रै आन्तरिक स्रोतबाट धरानलाई पानी खुवाउनुपर्छ भन्ने कुरामा प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, खानेपानी मन्त्रीज्यू सबै तिनवटा हो। यो तिनवटा हो। खानेपानी मन्त्री विभागीय, अर्थ भनेको पैसा जो गर्ने, प्रधानमन्त्री भनेको सबै कुरा। तीनैजनालाई 3 चोटि जति भेटेर मजाले सम्झाएको छु, बुझाएको र उहाँहरूले वचन दिनुभएको छ यसपालिको बजेटमा जसरी पनि आउँछ भनेर है। यो चिज है। तर यस्तो कुरा छ अहिले तपाईँको छैन हाम्रो बालेनजीले क्यामेरा लानु दिनुहुन्न। पहिला जस्तो छैन। भिडियो खिचेर फोटो खिचेर लाउनु दिनुहुन्न होइन। उहाँको सेटअप त्यस्तो छ। प्रधानमन्त्रीको कार्यालय भित्र छिर्ने बित्तिकै पहिला चाहिँ प्रधानमन्त्रीको कार्यालय भित्र छिर्ने बित्तिकै मोबाइल बाहिर दिनु पर्थ्यो। तर त्यहाँभित्र चाहिँ एउटा फोटोग्राफर हुन्थ्यो। त्यो फोटोग्राफरले खिचेर वाट्सएपमा पठाइदिन्थ्यो। अहिले चाहिँ फोटोग्राफर पनि राख्नु भएको छैन। क्यामेरादेखि डराउनुहुन्छ, सदनको रोस्टरबाट पनि डराउनुहुन्छ। स्टेटस चाहिँ आफैले लेख्नुहुन्छ कि प्रधानमन्त्रीको स्टेटस चाहिँ तपाईँ आफैले लेख्नु प्लिज है। हामीले कुरा गरेका छौँ र उहाँले वचन दिनुभयो। प्रधानमन्त्री, अर्थमन्त्री, खानेपानी मन्त्री सबैले वचन दिनुभयो। अब के कुराहरू हामीले माग गर्यौँ भन्दाखेरि पढेर अलिकति सुनाउनै पर्ने, कामै गरेन भन्ने फेरि गीताउन थालेर। धरान उपमहानगरपालिकाको सर्दु, सेउटी, सेरा, अँधेरी खोलाहरू वरिपरि तटबन्धन जुन छ होइन, जहिले पनि हानिराख्ने तटबन्धनको लागि पैसा मागिएको छ। त्यसै गरी धरानमा फोहोर मैला व्यवस्थापनको समस्या छ। यहाँ हाम्रो तिलक दाजु है अघि भन्नुभयो, उहाँ हाम्रो दाइ पनि हुनुहुन्छ अनुभवी।
पार्टीले गर्दाखेरि कहिले काहीँ यताउता भन्थ्यो पहिला, त्यो ठुलो कुरो होइन। हाँसिराख्नु भएको छ है। उहाँले पनि दुःख पाउनुभयो, मैले पनि दुःख पाएँ। उहाँभन्दा पहिलाका मेयरहरूले पनि दुःख पाउनुभयो। अहिले हाम्रो ऐन्द्र सर हुनुहुन्छ, उहाँले पनि दुःख पाइराख्नु। त्यो फोहोर फाल्ने ठाउँ